हाई गाइज, म चाहिँ मुना सुस्ली मगर अनि म चाहिँ मेरो लाइफको फर्स्ट टाइम धरहरा चढ्नको लागि भनेर जाँदैछु आज। म चाहिँ चाबेलबाट रत्न पार्कको गाडी चढेर त्यहाँ गएर ओर्लेँ। अनि त्यहाँ चाहिँ फर्स्टमा हामीले टिकट लिनुपर्ने हुँदो रहेछ। टिकट चाहिँ एकजनाको 200 रहेछ। अनि हामी चाहिँ टिकट लिएर भित्र इन्ट्री गऱ्यौँ। अनि भित्र छिर्सकेपछि यहाँ देख्न सक्नुहुन्छ कति राम्रो राम्रो गार्डनहरू, बस्ने ठाउँहरू रहेछ। अनि यहाँ धाराहरू, पानीहरू एकदमै राम्रो रहेछ। मलाई एकदमै राम्रो लाग्यो। अनि हामी चाहिँ अब सिधै धरहरा चढ्नको लागि जाँदैछौँ। त्यही हो, म चाहिँ काठमाडौँमै भएर पनि कहिले पनि गएको थिइनँ। अनि आज चाहिँ सैटरडे जाँदैछु। अनि हामी चाहिँ त्यहाँ गएर सिधै फेरि अर्को गेट हुने रहेछ, त्यहाँ चाहिँ हामीले टिकट देखाउनु पर्ने हुँदो रहेछ। अनि हामी चाहिँ त्यहाँ टिकट देखाएर अनि भित्र इन्ट्री गर्छौँ। अनि माथि जानको लागि लिफ्ट पनि हुँदो रहेछ यहाँ चाहिँ। अनि हामी धरहरा चढ्न आएको मान्छे लिफ्टमा त जाने कुरै भएन। अनि हामी चाहिँ खुट्टेले हिँडेर जाँदैछौँ। अनि मान्छेहरू पनि धेरै हुनुहुन्थ्यो, आज शनिबार भएर होला सायद। अनि त्यही हो। अनि मौसम पनि अब समरको बेला छ नि त अहिले। अनि लास्टै गर्मी भइरहेको थियो हामीलाई। त्यो सिडी अब 20-22 तला सिडी चढ्दा त हिँडेर हामीले लास्टै गर्मी भइरहेको थियो, थाकेको थियौँ हामी चाहिँ। अनि कोही मान्छेहरू चाहिँ गएर पनि झरिसक्नु भएको थियो। अनि हामी चाहिँ जाँदैछौँ। अनि हामी चाहिँ जाँदैछौँ। थाकेर हामी चाहिँ लास्टै भइसकेको थियो क्या। अनि गर्मी भएर पसिना भएको थियौँ। त्यही पनि जान त पर्यो, पुग्न त पर्यो भनेर हामी चाहिँ हिँड्दैछौँ। अनि ल अब चाहिँ हामी पुग्न लाग्यौँ क्या अरे। अनि ल फाइनली अब चाहिँ हामी पुग्यौँ। अनि माथि पुगेपछि हेर्नु न, मान्छेहरू कति धेरै हुनुहुन्थ्यो, फोटो खिच्ने ठाउँै थिएन। अनि हामी चाहिँ भित्र घुसेर भए पनि त्यहाँबाट भ्यूहरू हेर्दै थियौँ। अनि माथि पुगेपछि चाहिँ मजाले हावा आउँदो रहेछ, शीतल भएको थियो। अनि त्यही पनि घाम थियो। अनि माथि पुगेर तल हेर्दा चाहिँ हामीलाई रिङ्गटा लागे जस्तो भयो थियो। त्यही हो। अनि हामी चाहिँ यहाँ माथि पुगेर भ्यूहरू, फोटोहरू खिच्यौँ, हेऱ्यौँ, अनि घुम्यौँ। अनि अब चाहिँ हामी जाँदैछौँ। तपाईँहरू पनि आउनु होला। बाई बाई।